नमस्ते, गुड आफ्टरनून, वेलकम बैक टू माय यूट्यूब चैनल। सो आज चाहिँ हामी जाँदैछौँ अब रुम सुम्लाएर अनि जाने हो कहाँ रे लोकेसन भन्नु मंगलबार सिमसार गाइज। हामी चाहिँ निस्किसक्यौँ, यत्रो घाम छ हैन, तर फेरि एकदम जोस जगर लगाएर जाँदैछौँ गाइज। हेर्दै गर्नु है त, हामी छाता ओढेर गाइजहरू निस्किसके, म पनि निस्किसके एकदम राम्री भएर। घाम छ तर केही पनि लागेको छैन, हाम्रो यो घाम त केही पनि होइन। घुम्न जानु दुईटा छाता, तीनटा, पाँचटा मान्छे। हाम्रो भिडियो चाहिँ लास्टसम्म हेरेर अनि लाइक कमेन्ट सेयर गरिदिनु होला हेरेर हैन। अनि तपाईलाई कस्तो लाग्छ आफ्नो आफ्नो प्रतिक्रिया राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। प्याकिङहरु चल्दैछ, हामीले चाउमिन लिइसक्यौँ गाइज। बसबाट निस्केर अब फेरि हामी सिटीमा अटोमा चढेर जाँदैछौँ बेतेनी गाइज। पुगिसक्यौँ। फाइनली गाइज हामी चाहिँ इन्टर गरिसकेका छौँ यो सिमसार। के भन्छ यसलाई, यत्रो काम। यहाँ चाहिँ पसलहरू पनि छ हैन, खास त के छ यहाँ देखाउनुहोस्। काहीँ चाहिँ गर्दैन, यो टिकट नकाट्दा पनि हुन्छ, बेकार पैसा यहाँको सुन्दरता भनेको यिनीहरू नै हो है। यहाँको सुन्दरता भनेको म हो। यहाँ चाहिँ ब्युटिफुल लेडी भइहाले हैन, अरू त यही हो। यहाँ नुहाउन पनि पाइन्छ। यहाँको सुन्दरता भनेको राम्रो केटाहरू हेर्नु न अगाडि, बाफ्रे केटा छन्। हामी चाहिँ यहाँ छौँ, अल्छी नै लागिसक्यो गाइजहरू। म त यत्रो दूरबाट आउँदा होला कि यहाँ अब त्यहाँ बसिसकेपछि अलिकता हुन्छ होला। यहाँ त अगाडि त क्यामेरा DSLR लिन्छ अरे नि त। मैले सुनेको एउटा फोटोको 20 रुपैयाँ अरे। फाइनली गाइस अब चाहिँ अलिकता आनन्द फिल भयो हैन। यहाँ त्यो के भन्छ, यो रुखहरूको बिचमा आएर नि अलिकता आनन्द फिल हुँदैछ। यो केटी चाहिँ कहाँ भएको छ थाहा छैन गाइस। चाउमिन पनि छ, मोमो पनि छ, पानी पनि छ मैसँग। ला मोमो त छ भने, तर मोमै छैन। कस्तो हरियाली छ, पहाड पनि छ यहाँ हैन, रुखै रुख छ। उता के छ, खोलाहरू छ कि के छ? कस्तो राम्रो हरियाली पत्ता उड्यो लागिरहेछ तपाईलाई? मलाई त एकदम पिस। हामीले त्यो घरहरुमा खादा हुन्छ क्या, घाम तातिन्छ क्या। अलिकति रेस्ट गर्दैछन् गाइजहरू, अनि हामी बसेर खाजा खाने हो, पार्टी गर्ने हो गाइज। हेलो गाइज, तपाईहरु पनि यहाँ आउन सक्नुहुन्छ, इन्जोय लिन सक्नुहुन्छ। पानी खाएर भुँडी फुटेर कस्तो राम्रो आको नि, ओ माय गॉड। यहाँ चाहिँ साउन्ड यस्तो आउँदो रहेछ गाइज। सक्पाको रुख के को रुख हो अरे। व्यवस्था हुँदैछ छाउने गाइज, बस्नु त पर्यो हैन त गाइजहरु। हेर्नु भन्छ कि सुक्खा पिकनिक भन्छ गाइज। हामी चाहिँ यहाँ के आएको छौँ, पिकनिक खाने आएको छौँ, तर कुन पिकनिक थाहा छैन। ल हामी चाहिँ अब विश्राम गर्नेछौँ गाइज। ओ यसरी लु सबैजना बसे चाहिँ रेस्ट गर्दैछौँ गाइज। उसलाई चाउमिनको यति चिन्ता लागेको छ गाइज। के गर्नु, चाउमिन वाली भएपछि त्यस्तै रहेछ। चाउमिन वाली भिडियो बनाउनु पर्छ जस्तो छ हौ। मोबाइलमा व्यस्त छन्। हेलो गाइज, यहाँ चाहिँ टिकटक बन्दैछ है। हाम्रो दिदीहरूले चाहिँ अहिले भुजा ल्याउनु हुँदैछ। कोक भुजा चटपटी बनाउनलाई। अनि हामी यहाँ सबै सामग्रीहरू निकालिसकेको छौँ गाइज। अनि हामी चटपटी बनाउने अनि खाने। कस्तो राम्रो हावा चल्दैछ।
भेटेको थिएन कि के कत्रो पायो हाम्रो सामग्री लिएर आयो भुजा कालो प्लास्टिकमा हैन के चाहिँ हामी पानी लिन जाँदैछौँ होइन हात धुन जाँदैछौँ पानी लिन जाँदैछौँ अनि हामी चटपटी बनाउने अनि खाने हो होइन गाइस हो त गाइस यहाँ ठाउँ यहाँ छ कल हाम्रो पार्टीहरू यहाँ छ पहाडको छेउ बसिरहेछन् यति राम्रो छ आनन्द छ गाइस खासमा म तपाईँहरूलाई एउटा कुरा भन्न चाहन्छु भनौँ त देख्नुहोस् हामी खाली खुट्टा हिँड्दैछौँ गाइस सनम तेरीका सोना बल्ल भाइ पाउँदैन प्रक्रिया चल्दैछ गाइस यस्तो छ कल पनि होइन गाइजहरू चाहिँ पानी लिएर आउँदैछन् हाम्रो हिरोइनहरू यता चाहिँ हामी चटपटे बनाउँदैछौँ दिदी यो काट्नु हुँदैछ अनि म चाहिँ भिडियो बनाउँदै पानी लिएर आइसकेँ अब खाने बेला हुन लाग्यो तयारीमा छौँ त्यस्तो महँगो छैन मेरो त 50 रुपैयाँ वाउ मिठो मिठो फेरि होइन जानुपर्छ यहाँ आलु केलाउँदैछन् यहाँ नमक हाल्दैछन् के गर्दैछन् यहाँ छ अमिलो चटपटे खाएर लाग्छ छटबाट हेर्नुहोस् ल कस्तो मिठो देखिन्छ हो भाइ साहब चटपटे हो मिठो भइहाल्छ नि अन्त हेर्नुहोस् भयो भयो ल गर्न दुईटा हात मजाले मिठो के भन्छ यसलाई रे फेन्टा मलाई पनि देखाउँदा आउने ल मिठो खानुहोस् चीयर्स मान्छे दुईटा गाइस लोग देखो इधर देखो आचारली बनाएको टाइममा ए अमिलो अमिलो खो अमिलो फेन्टा एकछिन है गाइस अमिलो तिमी ल्याइन म त भिडियो सवार भनेको चार्स ल ओ मेरो त भिडियो भएन अहिले भिडियो शुभ आरम्भ गरिहालौँ चटपटेको पनि एकचोटि होइन अनि खाम गम गम होइन अब चटपटेको पालो सुन चाकेको छैन रुखले त्यही लाग्यो चीयर्स खाली बुझा मलाई खान्छ नुन खतम हेरको हाल चटपटी त बोकेर जान्छु म घर त्यहीँ गर्नु थापा मिठो पारा नुन छ त होला दिदी मेरो फेन्टा आएको न आजको ब्लगमा मात्रै धेरै आउने रहेछ यहाँ छ चटपटे तपाईँहरूलाई पनि दर्शकहरूलाई खानुहुन्थ्यो होला के गर्नु टाढा हुन्छ खाएँ ल चारजना चार बिती बसिहालेको छौँ गाइस साह्रो भयो नि ल स्टार्ट हुन्छ भन्न फूल दिए ओइली जल कहाँ पड़ेगा नुन कहाँ छ भन्छ ड्राई पिकनिक गाइस आसु आइसक्यो गाइस लेग पिस अनि मोमोहरू नि कस्तो पिरो थियो मैले देखाउने बिर्सेँ त्यो पिरोको कारणले यहाँ चटपटी छ त्यो मोमो योहरू त खाएर सक्यो गाजल गाइस उसको गाजल निकाल्ने बित्तिकै खत्तम टेस्टी गाइस यस्तो मिठो थियो चिकन चिकन मैले बनाएको यति मिठो थियो लेग पिसहरू पिरो थियो नि मलाई त आँसु पनि आयो पिरो भएछ आँसु आयो कि आरा रच भयो खानुको लागि त्यही भएर तपाईलाई भिडियो देखाउन सकेन सो सरी गाइस
माइन्ड नगर्नु होला है त हाम्रो खाली यो मात्र रहेको छ के भयो मलाई नदिएर के ममा दिन र यति देखाउँदा के लाग्छ उठाउन नुन कति हाल्नु भनेर भन्दैछु कोही हाल्दैन सबै हुन्छ सबै खान्छ मेरो मात्र यो चाहिँ चाउमिन अरे यो चाउमिन अरे म खानुपर्छ अरे मुखमा हाले खाए ल मुखमा हाले गायब थाहा छैन कहाँ गयो मलाई चाहिँ ओ खानुस् खानु उयो खानुस् म्याम म्याम उयो खानुस् जुस खानुस् म्याम जुस खानुस् हुन्छ माई कस्तो लाग्यो जुस छिटो खाऊ न जुस सेलाइसक्यो जुस सेलाइसक्यो छिटो खाऊ न जुस सेलाइसक्यो बाबा मलाई सेलाकै मनपर्छ Hey, hey you. I miss. Guys, चटपटी चाहिँ हाम्रो रह्यो कि हामी खानै सक्यौँ पेट फुल भयो गाइज ला तिम्रो पेट फुल पो मेरो पेट त पेटै छ मेरो पेट पेटै छ के भन्न खोज्छ खाइसक्यौँ अब घुम्ने हो एकछिन खाइसक्यौँ अब हाम्रो अर्को गन्तव्यतिर होइन त्यो चाहिँ हो खाने प्रोग्राम सक्यो अब घुम्ने प्रोग्राम यता पनि टिकटक गाइज टिकटक म चाहिँ रेस्ट म गलिहालेँ गाइजहरू सेल्फी खिच्दैछन् टिकटक बनाउँदैछन् के गर्दैछन् म चाहिँ ब्लग बनाउँदैछु गाइज यस्तै रमाइलो छ गाइज बिजी छ खुवाई लप डाँडा लप डाँडाबाट पनि फोटो खिचेर अब जाँदैछौँ अर्को विश्वतर्फ मतलब त्यो पोखरी कि के भन्छ यसलाई पानी देखाइदिउँ तपाईँहरूलाई यहाँ पानी छ ल चुलो छ यार यहाँ चाहिँ पानी खाने मान्छेहरू आउन सक्छन् बाप्रे कहाँ आइसक्यौँ हेर्नुहोस् यहाँको महल हेर्नुहोस् हामी यो गाउँ घुमेर आइसक्यौँ पुरै धुवा अन्त कक्सिसक्यो कहिले निस्किनु जस्तो भयो मलाई उठा यति सानो पाहाड चढ्न सक्दैनौ सर्फको घर यो नाग नागिन इच्छाधारी नाग नागिनहरू यहाँ बस्छन् नि गाइज
यो नागिन 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 डान्स चढा ठनना यो यो हामी चाहिँ यो पहाड चढ्न आँट्दैछौँ गाइज हाम्रो भिडियो देख्दै चढ्न आँटिसक्यौँ एउटा मान्छे त मेरो चाहिँ को लिदिन्छ म पनि चढ्दैछु गाइज हेर्नुहोस् त आया आया मम्मी आइ मम्मी चिप्ला हुन्छ नि त यो आया चढिसके म पनि या गाइजहरू उता छन् के फुल दिँदैछ यहाँ माथिको भ्यू देखाउँछु ल तपाईँहरूलाई ए यहाँ मसा नि भूमिका चाहिँ उत्रिन आँट्दैछ बाब्रे तल हेर्दा कस्तो डर लाग्छ ऊ उत्रिसक्यो भूमिका ल दिदी ल म कसरी जानु डर लागिसक्यो डर लागिसक्यो म कसरी जानु बाबा मम्मी चढ्न त चढी दिदी पनि कति टाढा उत्रिसक्नु म मात्र छु यार म कहाँबाट जानु म पनि यताबाट जान्छु गाइस डर लागिसक्यो मलाई त दिदी पनि गइसक्नु भयो ल म अब छु बाँकी बाबाजी बाबाजी मलाई डर लाग्दैछ रे बाबा ओ पिछाड गर्दै छ त नि के मम्मी ल ल ल ल म त नाम नाटे यार गाइस लोक कस्तो यार मलाई खुट्टा राख्ने ठाउँ भेटेको छैन आमा रुक रुक ल गाइस म चाहिँ आधी पुगिसकेँ मतलब ओइ 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 कुन्ती कक लक्स लग मारे झप्पट ओए अब यस्तो हुन्छ यार पहाडको एक्सपिरियन्स यार मतलब खुट्टै नरोक्ने क्या उता माथिबाट नाम्दाखेरि नि ब्रेकै लाग्छ इनमा आएर पनि लड्छु लड्छु लाग्दैछ त लडिन थ्याङ्क गड अब हामी चाहिँ जाँदैछौँ घरतर्फ मेरो टाउको दुखिसक्यो गाइस अब चाहिँ फाइनली हामीहरू घरतिर जाँदैछौँ धेरै रमाइलो भयो आजको दिन एउटा मेमोरी भयो मेमोरेबल कस्तो मजा आयो यस फेरि आउने कोसिस गर्छौँ हामी यो बेतनी सिमसार त्यसले ठाउँहरू यहाँ छ हेर न उपर बगैँचा छ चिया बगान बगैँचा मनाउँछौ तिमी बच्चा माई गइहाली गिरल कि त्यहाँ बस कहाँ बस्ने हो ए भूमिका लड्छ है तँ के को उल्टा बस्लो यताबाट बस्दा हुन्थ्यो तर ठिकै छ ठिकै छ ठिकै छ मजा भने अरू तीन चढ्नु म पनि चढ्छु नि बस्नु बनाइदिउँ माथि बस्नुहुन्छ होला बाँधिराख्नु
भन्दैछ आन्टी गाइस हामी चाहिँ घुम्यौँ रमाइलो भयो अलिकति टाउको घुम्नु तर ठिक छ चाचा उही उही ओके भयो भयो सबै त खेलिसक्यौँ अब एउटा छ बाँकी यो पनि खेल्ने धुलो रहेछ गाइस नखेल्ने अब हामी घरतर्फ लाग्ने गाइस यति नै हो त्योमा खेलेर हामीले रमाइलो गर्नुपर्ने सबै थोक गरिसक्यौँ होइन एकदमै मजा आयो रमाइलो भयो धेरै 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 मजा आयो आनन्द भयो पानी ल मैले चाहिँ एकदम यति धेरै इन्जोय गरेँ एक्सप्लेन ल बाई बाई बेतनी बाई बाई स्किम या निस्किहाल्यौँ यो जाने त हो सिटीवालाहरूले हामीलाई धेरै नै अफर दिएका थिए तर हामी सबैले इग्नोर गरेर हामी चाहिँ एकदम आफ्नो स्वास्थ्यलाई एकदम हेल्दी राख्नको लागि होइन हिँड्दै जाँदैछौँ साह्रै मजा आउँछ नि त गफ गर्दै अब हामीले डान्स अलिक कम्ती गऱ्यौँ नि त अब जाँदै गाउँदै नाच्दै गर्ने भनेर अनि त्यहाँदेखि फेरि हामी बस चढ्नु तमकसँग हिँड्दै जाँदा पनि राम्रै हो मलाई चाहिँ चढ्नुपर्छ नङ्गलाबारीमा चढ्ने अनि जाने सियादामा हामीलाई होइन साह्रै यहाँ त हुँदैछ ल गाइजहरू के छ खबर छिटो छिटो आउनुहोस् उनीहरूलाई चाहिँ धेरै खाएर हिँड्न सकेका छैनन् है हामी चाहिँ यति धेरै खाइँदैन नि त हामी के अरे मेन्टेन गर्छौँ जिउ मेन्टेन गर्छौँ त्यही भएर हामी त थोरै खाने हो उनीहरू त धेरै खान्छौँ त्यस्तै हो खान्छन् अनि हिँड्नै सक्दैनन् हिँड्न सक्दैनन् हामी चाहिँ नि खान्छौँ फुर्तिलो हो नि त हामी यस लाग्दैन हो लाग्दैन हो आँट छ त कस्तो सुन्दैनन् भने लाग्दैन हो भन्दैछु त यार थ्याङ्क यू ऊ बहिनीले चाहिँ हामीले पानी भराइदिनु भयो अनि हामी चाहिँ जाँदैछौँ पानी लिएर गाइजहरू चाहिँ बसिसकेका छन् सिटी चढ्यौँ अब चाहिँ जाँदैछौँ कस्तो थियो अमिला पिरो गुलियो पानी इट्स अ गुड अमिलो पिरो पिरो पानी गुड मिठो तर मिठो गाइस अब रोड गर्दैछौँ एकछिन हौ यत्रो हाम्रो रोड कटियो अब हामी रोड कटिसक्यौँ होइन अनि अब हामी चाहिँ जाँदैछौँ रुमतर्फ गाइज हाम्रो भ्लग चाहिँ यही टुङ्गिन्छ तपाईँहरू यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र थ्याङ्क यू सो मच लाइक कमेन्ट एन्ड सेयर अपेक्षा राख्दछु कस्तो लाग्यो भिडियो सबैजनाले कमेन्ट गरिदिनु होला है त गाइज बाई बाई गुड नाइट